फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा चुनावको अन्तिम नतिजा आइसकेको छ। प्रत्यक्षतर्फ 165 र समानुपातिकतर्फ 110 गरी जम्मा 275 जना सांसदले अबको 5 वर्ष देशको नीति, नियम र कानून बनाउने जिम्मा पाएका छन्। तर यसपटकको संसद विगतको भन्दा निकै फरक छ। भदौ 23 गते भएको ऐतिहासिक जेनजी पुस्ताको विद्रोहले देशको राजनीतिमा एउटा ठूलो भूकम्प ल्याइदियो। जनताले पुराना अनुहारको सट्टा युवा र ऊर्जाशील उम्मेदवारहरूलाई अत्याधिक बहुमत दिएर जिताएका छन्। कतिपय सांसद त 28 वर्षभन्दा मुनिका विशुद्ध जेनजी उमेर समूहका पनि छन्। धेरै युवाहरू पहिलो पटक संसद भवन छिर्दैछन्। तर के तपाईलाई थाहा छ, जब एउटा साधारण नागरिक चुनाव जितेर माननीय बन्छ तब राज्यले उसलाई के कस्ता सेवा सुविधाहरू दिन्छ? उनीहरूको मासिक तलब कति हुन्छ? काठमाडौँमा बस्न, खान र हिँड्न कति खर्च दिइन्छ? आजको यस भिडियोमा हामी नवनिर्वाचित सांसदहरूको तलब, भत्ता, लेबी, रातो पासपोर्ट र उनीहरूले पाउने सम्पूर्ण सेवा सुविधाको विश्लेषण गर्नेछौँ। दर्शकवृन्द, कुनै पनि सांसद निर्वाचित भइसकेपछि उसको पहिलो गन्तव्य हुन्छ सङ्घीय राजधानी काठमाडौँ र राज्यले यो यात्राको सम्पूर्ण खर्च बेहोर्छ। सांसद निर्वाचित भएर पहिलो पटक काठमाडौँ आउँदा लाग्ने हवाईजहाज वा बसको टिकटको पैसा संसद सचिवालयले उपलब्ध गराउँछ। तर यसको एउटा रोचक नियम छ। सांसदले कुन यातायात प्रयोग गर्ने भन्ने कुरा उनीहरूको निर्वाचन क्षेत्र र त्यहाँको भौगोलिक अवस्थामा भर पर्छ। उदाहरणका लागि, जुम्लाबाट निर्वाचित सांसद ज्ञानेन्द्र शाहीले जुम्लाबाट नेपालगञ्ज र नेपालगञ्जबाट काठमाडौँसम्मको हवाई टिकट पेश गरेमा सो बराबरको पूर्ण रकम पाउँछन्, किनकि जुम्लाका लागि हवाई यात्रा स्वाभाविक हो। तर गोर्खाबाट जितेका सांसद सुदन गुरुङले म पोखरा गएर प्लेन चढेर काठमाडौँ आउँछु भनेर हवाई टिकट पेश गरे भने उनले त्यो पैसा पाउँदैनन्। उनले गोर्खाबाट काठमाडौँ आउने सार्वजनिक यातायात, बस वा माइक्रोको भाडा बराबरको रकम मात्र पाउँछन्। सचिवालयले कुन निर्वाचन क्षेत्रबाट कुन एयरपोर्टको दूरी कति छ र आवश्यकता के हो भन्ने हेरेर मात्र खर्च दिन्छ। यात्राको भाडा मात्र होइन, काठमाडौँ आउँदा बाटोमा लाग्ने खाना र खाजाको खर्च पनि सांसदले पाउँछन्। नियम अनुसार एक दिनको 2500 रुपियाँका दरले 2.5 दिनको यात्रा खर्च दिइन्छ। अर्थात् बाटो खर्च बापत उनीहरूले 6250 रुपियाँ नगद पाउँछन्। अब काठमाडौँ आइपुग्यो, कोठामा फर्निचर त चाहियो नि हो। निर्वाचित भएर आउने सांसदलाई 5 वर्षमा एक पटक फर्निचर खर्च पनि दिइन्छ। तर रकम सुन्दा तपाईलाई अलिकति हाँसो उठ्न सक्छ। राज्यले फर्निचर किन्न जम्मा 15,000 रुपियाँ दिन्छ। आजको महँगीमा 15,000ले के आउँछ? सायद एउटा साधारण सोफा वा कम्प्युटर टेबल र कुर्सी। जे होस्, यो सुविधा पहिलो पटक काठमाडौँ आउने सांसदलाई सेटअप गर्न दिइने सानो सहयोग हो। अब कुरा गरौँ सबैभन्दा धेरै चासोको विषय, सांसदको मासिक तलब र भत्ताको। के साँच्चै सांसदहरूले लाखौं रुपियाँ तलब बुझ्छन् त? आउनुहोस् हिसाब गरौँ। सांसदहरूको आधारभूत मासिक तलब 66,070 रुपियाँ तोकिएको छ। यसमा मासिक 2,000 रुपियाँ विशेष भत्ता जोडिन्छ। अब कुरा आउँछ घर भाडाको। जसको काठमाडौँ उपत्यकामा आफ्नो घर छैन, उनीहरूलाई मासिक 18,000 रुपियाँ घर भाडा दिइन्छ। तर जसको काठमाडौँमै आफ्नै घर छ, उनीहरूले भने घर मर्मत सम्भारको नाममा मासिक 9,000 रुपियाँ प्राप्त गर्छन्। यसका अलावा सञ्चार सुविधा अर्थात् मोबाइलको बिल तिर्न, पत्रपत्रिका खरिद गर्न वा अनलाइन न्युज पोर्टलहरू सब्स्क्राइब गरेर पढ्नका लागि मासिक 3,000 रुपियाँ दिइन्छ। त्यस्तै धारा र पानीको बिल तिर्न भनेर मासिक थप 2,000 रुपियाँ उपलब्ध गराइन्छ। यहाँसम्म जोड्दा काठमाडौँ बाहिर घर भएको सांसदको आधारभूत मासिक आम्दानी करिब 90,000 रुपियाँको हाराहारीमा पुग्छ। तर पर्खनुहोस्, आम्दानी यतिमै सकिएको छैन। सांसदहरूको मुख्य काम संसद बैठक र संसदीय समितिमा भाग लिनु हो र उनीहरूले बैठक बसेको दिनको छुट्टै भत्ता पनि पाउँछन्। नियम अनुसार संसद बैठक वा समिति बैठक बसेको दिन सांसदले 1,000 रुपियाँ बैठक भत्ता र 1,000 रुपियाँ सवारी साधन अर्थात् यातायात भाडा पाउँछन्। अर्थात् एक बैठकको 2,000 रुपियाँ। यदि महिनामा 15 दिन संसद चल्यो भने सांसदहरूले 30,000 रुपियाँ अतिरिक्त प्राप्त गर्छन्। तर यहाँ एउटा कडा नियम छ, नो डबल डिपिङ अर्थात् दोहोरो सुविधा निषेध। यदि संसद बैठक र संसदीय समितिको बैठक एकै दिन पर्यो भने सांसदहरूले एउटा मात्र बैठकको भत्ता र सवारी सुविधा पाउँछन्। दुवैतिर हाजिर गरेर दोहोरो पैसा लिन पाइँदैन। समग्रमा हिसाब गर्दा संसद र समितिका बैठकहरू निरन्तर चलेको महिनामा एकजना सांसदले पाउने कुल रकम लाख रुपियाँ भन्दा माथि पुग्छ। सांसदले लाख त कमाए, तर के यो सबै पैसा उनीहरूले आफ्नो घर लान पाउँछन् त?
यहाँनिर एन्ट्री हुन्छ पार्टी लेबीको। संसारभरिका लोकतान्त्रिक अभ्यासमा जस्तै नेपालमा पनि राजनीतिक दलहरूले आफ्ना सांसदहरूबाट निश्चित रकम लेबी अर्थात् चन्दाका रूपमा उठाउने गरेका छन्। संसदीय दलको नेताले संसद सचिवालयलाई पत्र लेखेर हाम्रो दलका सांसदको जति रकम काटेर पार्टीको खातामा जम्मा गरिदिनु भनेपछि संसद सचिवालयले तलब दिने बेलामै त्यो रकम काटेर सिधै पार्टीको खातामा पठाउँछ। उदाहरणका लागि राष्ट्रिय स्वतन्त्र पार्टी रसपाले यसअघिको प्रतिनिधि सभामा आफ्ना प्रत्येक सांसदबाट 16,500 रुपैयाँ लेबी उठाउने गरेको थियो। यदि नयाँ संसदमा पनि रसपाले यही नियम कायम राख्यो र उसका सांसद संख्यालाई आधार मान्ने हो भने प्रत्येक महिना रसपाको खातामा 30,03,000 रुपैयाँ सांसदको तलबबाट मात्र जम्मा हुनेछ। सामान्यतया नेपालका राजनीतिक दलहरूले सांसदबाट 10,000 देखि 20,000 को बीचमा लेबी उठाउने गरेका छन्। यो रकम पार्टी कार्यालय चलाउन, कर्मचारीलाई तलब दिन र पार्टीका अन्य गतिविधिमा खर्च गरिन्छ। त्यसैले सांसदको हातमा पर्ने टेक होम स्यालेरी अझै कम हुन आउँछ। अब आउँछ भिडियोको सबैभन्दा गम्भीर र विश्लेषणात्मक पाटो। हामीले सांसदलाई कानून बनाउने जिम्मा त दियौं, तर के राज्यले उनीहरूलाई काम गर्ने वातावरण दिएको छ त? उत्तर सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ। अहिलेसम्म नेपालका सांसदहरूलाई संसद सचिवालयले काम गर्नका लागि कुनै छुट्टै कार्यकक्ष वा अफिस कोठा दिएको छैन। निर्माणाधीन नयाँ संसद भवनमा भने सांसदहरूका लागि कम्तीमा एउटा वर्किङ डेस्क निर्माण गर्ने तयारी भइरहेको छ। तर हाललाई उनीहरूले घरैबाट वा पार्टी कार्यालयबाट काम गर्नुपर्ने बाध्यता छ। त्यति मात्र होइन, सांसदहरूलाई काम गर्न कुनै ल्यापटप वा कम्प्युटर पनि दिइँदैन। सरकारले ल्याउने विधेयक वा कानूनका खाटाहरू सांसदलाई कसरी दिइन्छ थाहा छ? संसद भवनमा सानो परेवाको गुड आकारको काठका बक्साहरू हुन्छन्, जसलाई पिजन होल भनिन्छ। प्रत्येक सांसदको नाममा एउटा पिजन होल हुन्छ। विधेयक दर्ता भएपछि त्यही पिजन होलमा लगेर राखिन्छ र सांसदले त्यहीबाट कागजी दस्तावेज निकालेर पढ्नुपर्छ। यो आजको डिजिटल युगमा निकै पुरानो शैली हो। यद्यपि सांसदहरूले आवश्यक परे पार्लिमेन्टको डोमेनमा आधिकारिक सरकारी इमेल प्राप्त गर्न भनी सक्छन्। तर धेरै सांसदहरूले अझै पनि व्यक्तिगत जीमेल वा याहू नै प्रयोग गरेका छन्। काम गर्ने वातावरणको कुरा गर्दा सबैभन्दा ठूलो बहसको विषय बनेको छ स्वकीय सचिवको सुविधा। विगतमा सांसदहरूले आफ्नो काममा सहयोग गर्न अधिकृत सरहको स्वकीय सचिव राख्न पाउँथे। यसको उद्देश्य सांसदलाई अनुसन्धान गर्न, जनताका गुनासा सुन्न र कानूनको मस्यौदा बुझ्न सहज होस् भन्ने थियो। तर धेरैजसो सांसदहरूले यसको चरम दुरुपयोग गरे। उनीहरूले योग्य व्यक्तिको सट्टा आफ्नै श्रीमती, छोराछोरी, भाइ भतिजा वा नातागोतालाई पिए नियुक्त गरेर राज्यको दोहोरो तलब बुझ्न थाले। यही नातावाद र भ्रष्टाचारको विरोधमा भदौ 23 को जेनजी विद्रोह भयो। त्यसपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले एउटा साहसिक निर्णय गर्दै सांसदहरूले पाउने स्वकीय सचिवको सुविधा पूर्ण रूपमा खारेज गरिदियो। अहिले धेरै सांसद, विशेष गरी युवा र नयाँ सांसदहरूले यसको विरोध गरिरहेका छन्। उनीहरूको तर्क छ, हामीलाई अध्ययन र अनुसन्धान गर्न विज्ञ सहयोगी चाहिन्छ। नातावाद गर्नेलाई कारबाही गरिनु पर्थ्यो। तर सिस्टमले खारेज गर्दा कानून निर्माणमा गम्भीर असर पर्छ। यदि अबको सरकारले सांसदहरूलाई फेरि स्वकीय सचिव राख्न दिने हो भने संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सेवा सुविधा सम्बन्धी ऐन नै संशोधन गर्नुपर्ने हुन्छ। संसद भवनभित्र सुविधाहरू कम भए पनि सांसद हुनुको एउटा ठूलो पावर भनेको उनीहरूले पाउने रातो अर्थात् कूटनीतिक राहदानी हो। जब सांसदहरू सरकारी वा संसदीय कामको सिलसिलामा विदेश भ्रमणमा जानुपर्ने हुन्छ, उनीहरूलाई आवश्यकताका आधारमा रातो पासपोर्ट उपलब्ध गराइन्छ। यो पासपोर्ट हुनुको अर्थ हो अध्यागमनमा सर्वसाधारणले जस्तो लाइन बस्नु पर्दैन, भिसा प्रक्रिया निकै सहज हुन्छ र विदेशमा यात्रा गर्दा कूटनीतिक सम्मान र सुरक्षा प्राप्त हुन्छ। यो पासपोर्टले उनीहरूलाई स्वदेश र विदेशमा बिना झन्झट यात्रा गर्न सहज तुल्याउँछ। विगतमा यही रातो पासपोर्ट दुरुपयोग काण्डले नेपालको राजनीतिमा ठूलै हलचल समेत मच्चाएको इतिहास पनि हामीसँग छ। दर्शकवृन्द, यो थियो प्रतिनिधि सभामा निर्वाचित भएर आउने नयाँ सांसदहरूले पाउने सेवा सुविधाको विस्तृत विवरण। एकातिर महिनाको करिब 1 लाख रुपैयाँ बराबरको आम्दानी, रातो पासपोर्ट र राज्यको उच्च सम्मान छ भने अर्कोतिर बस्ने अफिस, ल्यापटप र अनुसन्धान गर्ने सहयोगी पिए नहुँदाको व्यावहारिक कठिनाई पनि छ। भदौ 23 को जेनजी विद्रोहले राजनीतिमा युवाहरूलाई त ल्यायो, तर अब उनीहरूले बिना स्रोत साधन केवल पुरानो पिजन होलको भरमा कसरी देशलाई रूपान्तरण गर्ने कानून बनाउँछन् त्यो भने हेर्न बाँकी नै छ।